यो गाउँको ठिटोमा कान्छ मेरो नाम आउँदै जाँदै गर्नु है सबलाई राम राम। झुमका दिलाऊंगा कंगना दिलाऊंगा सब कुछ मिलाऊंगा तेरी कसम। So hello and namaste everyone, welcome back to my new vlog. Hope you guys are fine. जब पनि सन्चै छु। So finally guys, आज चाहिँ म कहाँ छु है आज। So finally आज चाहिँ म जेसीबी भ्लग हान्न आएको छु है। So आज चाहिँ म काममा आएको छु हैन। म जेसीबी चलाउँछु। सो त्यही भएर आज काम गरेको तपाईहरुलाई पनि देखाउने छु हैन। So guys आज चाहिँ म यही परवानीपुरमा काम गर्न आएको छु। सो देख्न सक्नुहुन्छ यो डिस्को माटोहरु यो माटोहरु सबै यो काटेर लोड गर्नुहुन्छ हैन। लोड गरेर पठाइदिनु छ ट्र्याक्टरमा। सो दिनभरिको काम छ हैन। देख्न सक्नुहुन्छ तपाईहरु। तराईतिरै हो के यस्तो भ्यू देख्न पाउने भनेको हरियाली हैन देखि लिएर धानको खेत भयो हैन। सो ओके गाइस आज मेरो जेसीबी को भ्लग हेर्दै गर्नु होला है। सो के कस्तो लाग्छ कमेन्ट गर्नु होला यही भन्न चाहन्छु। सो फाइनली आज चाहिँ म धेरै खुसी छु हैन किनकि म धेरै दिनदेखि सोचिरहेको थिएँ कि जेसीबी भ्लग हान्छु भनेर। फाइनली त्यो दिन आइसकेको छ र म जेसीबी लिएर आइसकेको छु काम गर्नलाई। मैले चाहिँ घरमा भिडियो बनाउन पाइनँ किनकि बिहानै आउनु पर्यो काममा। त्यही भएर ढिलो भइसकेछ। सो त्यही भएर बनाइन हतार आएको। सो त्यही भएर यहीँदेखि स्टार्ट गरेको भिडियो बनाउनलाई। ओके गाइस हेर्दै गर्नु होला है। मेरो जेसीबी यहाँ छ देख्न सक्नुहुन्छ तपाईहरुले। सो ओके गाइस देख्नु भयो होला हैन। So अहिले चाहिँ ट्र्याक्टर आएन ट्र्याक्टर आउँदैछ। ट्र्याक्टर आएर म लोड गरेर माटो लोड गरेर पठाइदिन्छु हैन। सो ओके त्यसको लागि चाहिँ हेर्दै गर्नु होला र मेरो भिडियो चाहिँ फुल वाच गरिदिनु होला। ओके यही भन्न चाहन्छु। ओके गाइज लेट्स गो। सो गाइज मैले चाहिँ ट्र्याक्टर 4-5 वटा ट्र्याक्टर चाहिँ लोड गरेर पठाइदिइसकेको छु हैन। पठाइदिइसकेपछि ट्र्याक्टरै आएन कि अहिले आधी 1 घण्टा भइसक्यो। कहाँ खसाल्न गयो मलाई थाहा भएन हैन। तर अहिलेसम्म आएन। यतिकै बसिरहेको छु बोर लागिसक्यो ज्याउ लागिसक्यो। चलाइराख्यो भने ज्याउ लाग्दैन नि त हैन। सो त्यही भएर बोर लागिसक्यो। अब आउँछ कतिखेर आउँछ हैन। मैले फोन गरेर सोधेको त्यो ट्र्याक्टर फस्या रहेछ के अरे त्यही भएर ढिलो भइरहेछ। सो आउँदै होला। सो गाइज देख्न सक्नुहुन्छ यहाँनिर पछाडिको यो बकेट है यो चल्ने भनेको यो दुईटाले हो। यो दुईटाले चल्ने हो यो हैन। अगाडिको जुन छ नि अगाडिको बकेट चाहिँ यो चाहिँ यो दुईटाले चल्छ है। मेन चाहिँ यो हो। सो गाइज तपाईहरुलाई चाहिँ एउटा कुरा भन्न गइरहेको छु हैन। काम गरे भने त नेपालमै छ के हैन। छैन भन्दिनँ म। काम गरे भने त नेपालमै छ। तर नेपालको कमाइले यहाँनिर घर बन्दैन नि त। आफैलाई खाना लाउन मात्रै पुग्छ त्यो पैसाले म घर बनाउँछु यो किन्छु त्यो किन्छु जग्गा किन्छु भनेर त्यो बच्दैन कि पैसै बच्दैन कि। झन् अहिले त के भएको छ भन्दाखेरि हैन अहिले त गाडी पनि भयो हैन। जेसीबी पनि भयो। जेसीबी भन्दा धेरै अहिले ड्राइभरहरु अपरेटरहरु धेरै भयो के। सो धेरै हुँदाखेरि चाहिँ सबैले सोच्दै गयो नि त अब कमाइ त जेसीबीमा हुन्छ भनेर हैन। सो जो पनि अब जेसीबी नै सिक्न खोजिरहेछ हैन। सो अहिले चाहिँ के भइरहेछ भन्दाखेरि हैन अहिले त काम खोज्न गयो भने अहिले आफूले भने जति आफूले सोचे जति पैसा दिँदैन के। अहिले कस्तो हुन्छ भन्दाखेरि अहिले ड्राइभर अपरेटर धेरै छ हैन। सो ड्राइभर साउजीहरुले पनि अब उनीहरुले भने जस्तो पैसा दिन्छ कि उनीहरुले आफै दिन्छ कि यति दिन्छु भनेर। यतिमा काम गर्छस् भने गर्छस् नभए गर्दैनस् भने अर्को ड्राइभर पाइहाल्छ भनेर सोच्छ कि अहिले। सो त्यही भन्न चाहन्छु हैन। अहिले चाहिँ त्यति कमाइ छैन। सो ओके गाइज अब म काम गर्दैछु हैन। अब ट्र्याक्टर लोडिङ गरिसके ट्र्याक्टर पठाइसकेको छु। सो फाइनली गाइज हामी चाहिँ अब खाजा खान लाग्यो हैन। ट्र्याक्टर लोड गरेर पठाइदिएको। अब खाजा आइसकेको छ यहाँ देख्न सक्नुहुन्छ। मिठो चक्सले पनि एउटा जुस आछ है। सो अब खाजा खाएर हामी फेरि काम सुरु गर्छौँ। यो गाउँको ठिटोमा कान्छ मेरो नाम आउँदै जाँदै गर्नु है सबलाई राम राम आउँदै जाँदै गर्नु है सबलाई राम राम। ओ माई गॉड मेरो स्वर पहिला यस्तो राम्रो थियो गाइज हैन। यो भूकम्प आएदेखिबाट मेरो स्वर पनि हल्लाइदियो। सो केही भन्नै सकिएन के। स्वरै अहिले खत्तम भइसकेछ।
सो ओके गाइस, गीत गाउँदै गर्दाखेरि ट्र्याक्टर पनि आइसकेको छ, देख्न सक्नुहुन्छ तपाईँहरू। दुईटा ट्र्याक्टर एकचोटि लगातारै आयो। अब म फटाफट लोड गरेर पठाइदिन्छु होइन। सो ओके लेट्स सी। तै गए नि आवे नि आओ 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 और पीछे आओ, हो जाए बस बस बस। ल गाइस, झुम्का दिलाऊंगा भन्ने गीत गाउने भाइ चाहिँ उही हो। अभी मजा आएगा ना भिडो। झुमका दिलाऊंगा, कंगना दिलाऊंगा, सब कुछ मिलाऊंगा तेरी कसम। सो फाइनल गाइस, म चाहिँ घरमा आइसकेँ होइन। सो काम चाहिँ सकेको छैन, भोलि फेरि जानुपर्छ होइन। सो मेरो आजको भिडियो यही नै हो। के कस्तो लाग्यो कमेन्ट गर्नु होला।